सार्वजनिक यातायात, त्यो पनि साँझको समय। माघको ठन्डीमा बसमा भने गर्मी भइरहेको थियो, त्यो पनि हाय गर्मी। मान्छेलाई त त्यस्तै हो, बानी परिसक्यो। बसको ठेलाठेल देखेर हावालाई पनि उकुस मुकुस भए जस्तो भान हुन्थ्यो। हुलमुलमा जिउ जोगाउनु अनि कालमा बिउ जोगाउनु, बुढापाकाले यो उखान त्यसै बनाएका होइनन्। सार्वजनिक यातायातमा आफ्नो सुरक्षा आफै गरेर गन्तव्यमा सुरक्षित साथ उत्रिनु यात्रुहरूको दैनिकीसँगै जोडिएको चुनौती हो। दिदी अलि पर जानुस् न, त्यत्रो ठाउँ छ, सहचालक भाइ झ्यालबाट कराए। मेरो खुट्टा अड्किरहेको थियो, सर्ने ठाउँ पनि कहाँ थियो र। म उसँग द्वादश नगरी उता सरे जस्तो गरेँ। मिल्थ्यो भने सहचालकले बसको माथिपट्टि सामान राख्ने ठाउँमा पनि मान्छे राख्ने थिए। खुट्टा सार्ने ठाउँ थिएन, हात अड्याउने ठाउँ पनि थिएन। म बसको बीच भागमा अड्किएकी थिएँ। अब उभिँदा बसको कुनै डन्डीमा समाउन आवश्यक थिएन। बस जति उफ्रिए पनि जता लड्किए पनि यात्रु हलचल हुने ठाउँ बाँकी थिएन। अगाडि सहचालक भाइ अझै कराउँदै थिए, कालीमाटी कलङ्की सीतापाइला स्वयम्भू बस पार्क आउनुस् आउनुस्। अझै बसमा मान्छे कोच्ने काम सकिएको थिएन। उसको बस बेलुन जस्तै टमक्क भइसकेको थियो। अब पनि फुक्यो भने हावा अडिने ठाउँ सकिनेछ। तर बस त्यस्तो होइन रहेछ। जति यात्रु भरे पनि अटिरहने अटाइरहने। कुन ठाउँ आइपुग्यो बाहिर हेर्न खोज्दा यात्रुको टाउकोले छेक्थ्यो। कोही बोलेको कसैले नसुन्ने गरी ठुलो आवाजमा चालकले दोहोरी गीत घन्काइदिएका थिए। यसो अगाडिदेखि पछाडिसम्म हेरे। सवारीको नाम त बस छ, तर बस्ने भन्दा उठ्ने पो धेरै छन्। बसको नाम फेरेर उठ राख्दा पो सान्दर्भिक हुन्थ्यो कि। तर फाटफुट सिट पाएर बस्नेहरूलाई त यो सवारीको नाम बस नै हो जस्तो पनि लाग्यो होला। हुन त जसको खल्तिरित्तो छ उसकै नाम धनबहादुर भए जस्तै पनि हुन सक्छ। जहाँ हत्तपत्त कहिल्यै बस्न पाइँदैन त्यसको नाम बस। आखिर जे होस्, बस्न पाउँदा बस, उठ्न पाउँदा उठ, त्यही भनेर बुझौँ होला। फेरि 10 मिनट नै किन नहोस्, बसमा उभिने भन्दा बस्नेहरूको सान बेग्लै हुन्छ। बस्नेहरूले उठ्नेहरूलाई गन्दैनन्। मानौ उनीहरू वर्षौं मेहनत गरेर गोल्ड मेडल जितेर आएका हुन् र उभिने जति सबैले उनीहरूलाई आसन ग्रहण गराएर सम्मान गरिरहेका छन्। बसमा सकेसम्म बढी यात्रु उभ्याउन सकिन्छ कि भनेर अगाडिको 2-3 वटा सिट त झिकेर राखिएको रहेछ। तर जे होस्, जानेलाई जानै परेको छ, लानेलाई सकेसम्म बढी लानै परेको छ। यहाँ जानेले जाने मन गरेपछि लानेले नाइ नास्ति चाहिँ सकेसम्म गर्दैनन्। एकजना पछाडि बसेका मानिसले रोक्ने इसारा गरे। अब पर्यो फसाद। उनलाई झ्यालबाट भर्याङ हालेर पठाउनु पर्ने, तर मिलेन। उनी जुरुक्क उठे, तर पाइला सार्नै मिलेन। फेरि थचक्क सिटमै बसे। गाडी रोकेर अगाडि बस्ने 10 जनालाई झारेपछि बल्ल उनको पाइला अगाडि सर्यो। तर पछाडिबाट ढोकासम्मको उनको यात्रा निकै चुनौतीपूर्ण थियो। बस भन्ने साधन निकै चुनौतीपूर्ण, चढ्दा पनि मुस्किल, झर्दा पनि मुस्किल। उनी बल्ल तल्ल झरे। एकजना यात्रु झर्दा उता सहचालकले अरू 3-4 जना थप्न भ्याए। त्यति कोचाकोच बस देख्दा देख्दै सिट पाइन्छ भन्ने लोभ देखाइदिएर पनि बस चढाए। मेरो भने चुनौती सकिएको थिएन। सकेसम्म साँझ बिहान कार्यालय समयमा सार्वजनिक यातायात चढ्नै नपरे राम्रो। हुलमुलमा सार्वजनिक यातायात चढ्दा धेरै किसिमका तिता र टर्रा अनुभवहरू लिएर झर्नुपर्ने हुन्छ। कहिलेकाहीँ राम्रा अनुभव पनि हुन्छन्, तर धेरै नमिठा नै हुन्छन्। मेरो छेउमा एकजना अधवयसी पुरुष उभिएका थिए। उनले आफ्नो हातले माथि डन्डीमा समाएका थिए। उनको हातले मेरो टाउको सिधा गर्न मिलिरहेको थिएन। धेरै पटक हात हटाउन अनुरोध गरे, तर उनले अटेरी गरिरहे। गाडी घ्याच्च रोकिँदा उनी साँच्चीकै लड्न लागेको बहानामा ठेलिन आइपुग्थे। उनको त्यस्तो व्यवहारले मसँगै उभिएकी एकजना केटी पनि दिक्क भइसकेकी थिए। ती पुरुषको चालामाला ठिक थिएन, तर उनलाई सिधै गाली गरिहाल्न पनि अप्ठ्यारो थियो। भिडभाडमा यस्तै त हो, ट्याक्सी चढेर जानु पर्थ्यो सजिलोसँग जाने भए त। यस्तो बेलामा यस्तो मान्छेले दिने उत्तर यस्तै नै हुन्थ्यो। नजिकै उभिने केटालाई त्यो मान्छे भएको ठाउँमा उभिन अनुरोध गरे। उसले सजिलै मेरो कुरा मान्यो। सायद अघिदेखि त्यो मान्छेको क्रियाकलाप उसले याद गरेको रहेछ। केटा उभिएपछि उसको हात ठिक ठाउँमा पुग्यो। गाडी घ्याच्च कुच्च हुँदा पनि ऊ कतै उछिट्टिएन।
सायद त्यो अधवयसी पुरुष आवश्यकताले सार्वजनिक यातायात चढेको थिएन। के थाहा उसको मानसिकता नै हुलमुलमा गाडी चढेर केटी मान्छेलाई दुःख दिनु थियो कि? जाँदा जाँदै एकजना बच्चा बोकेकी महिला बस चढिन्। उनको एउटा हातमा झोला थियो, अर्को हातमा बच्चा। बच्चा बोकेकी महिलालाई महिला सिटमा बसिरहेका बलिया महिलाले ठाउँ छाडिदिएनन्। केही मानिसले उनीहरूलाई अनुरोध पनि गरे, तर प्रतिक्रियामा उल्टै झपारे। बच्चा बोक्ने मान्छे ट्याक्सीमा जानु पर्थ्यो, नत्र खाली बसमा चढ्नु पर्थ्यो। उनीहरूको विरक्त लाग्दो उत्तर सुनेर उदेक लागेर आयो। केही मानिसहरूले गुनगुन गरिरहे, महिलाले महिलालाई नै यसरी हेप्छन्, बलिया महिला सिटमा बस्ने भए महिला सिटको के महत्त्व? अर्का व्यक्तिले भने, दुःख भोगिसकेका महिलाले त महिलाप्रति यस्तो व्यवहार गर्छन्, अझ पुरुषलाई किन दोष दिन्छन्? यो त सरासर अधिकार र राज्यले दिएको सुविधाको दुरुपयोग भएन र? यस्तै यस्तै ती महिलाहरूले बच्चा बोकेकी महिलालाई सिट दिएनन्। पछाडि जान सक्ने अवस्था थिएन। एकछिनपछि पछाडि सिटमा बस्ने व्यक्तिले उनलाई सिट दिए, तर सिटसम्म पुग्न महिलाले झन्डै 5 मिनेटको सङ्घर्ष गर्नु पर्यो। महिला सिटले महिलाहरूलाई नै भ्रम पैदा गराइदिएको छ, पुरुषहरूलाई त झनै अप्ठ्यारो। कहिलेकाहीँ बसको अरू सिट भरि भराउ तर महिला सिट खाली हुन्छ। पुरुषहरू उभिन्छन् तर त्यो सिटमा बस्दैनन्, किनकि उनीहरूलाई थाहा छ एकछिनपछि महिला चढेपछि पुरुष त्यो सिटबाट अनिवार्य उठ्नै पर्छ। बलिया महिला छन् भने एकछिन उभिँदा के नै फरक पर्छ र? पुरुष उभिनु र महिला उभिनु एउटै होइन र? फेरि स्वास्थ्य या केही हिसाबले कमजोर पुरुष गाडी चढे भने महिला पुरै आफ्नो हक जताएर बसिरहन्छन्, आफ्नो ठाउँ छाड्दैनन्। के यही हो त मानवता? यही हो हाम्रो 21औं शताब्दीको सभ्यता? महिलाहरूले लडेर ल्याएको भनिएको 33% अधिकार सार्वजनिक यातायातमा सिट कब्जा गर्न मात्रै हो? यस्ता केही व्यवहारिकता र केही मानवताका पाठहरू महिलाहरूले कहिले जान्ने हुन्? आफूलाई अधिकार चाहिन्छ भने कर्तव्यबाट पछाडि किन हट्ने? अरू बेला नारी पुरुष बराबरी भन्दै नारा लगाउनेहरू गाडीमा महिला बनेर लुरो लुरो सिट कब्जा गर्न लुछाचुनी किन गर्ने? सामान्य अवस्थामा सिटलाई सिटकै रूपमा हेरिनुपर्छ, सिटलाई लैङ्गिकतासँग जोडेर हेरिनु हुँदैन।